हेलो गाइस, म घर आइछु। भैँसी बाख्रा धेरै छन्, घाँस काट्छु। हजुरहरूले हेरेर मेरो लाइक शेयर कमेन्ट सब्सक्राइबर बढाइदिनु होला है त। हस्, हेर्नुहोस् है त। मैले फेरि हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा लेख्नु होला है त। मैले देखाउन गरेको होइन कि यो साँच्चै गरेको। हजुरहरूले फेरि देखाउन गरी यसले भन्नु होला होइन है, मैले यो गरेकै हो। अनि हजुरहरूले कमेन्टमा के भन्नुहुने रहेछ, मैले पनि हजुरहरूको कमेन्टको प्रतीक्षा गरेर बस्छु। हजुरहरूले के भन्नुहुन्छ कमेन्टमा, के भन्नुहुन्छ, कतैको कनले भन्नु होला है त। म घर आएको छु। पिपरा घर आएर यो खेतमा सबै मैले हेर्दैछु। गहुँ छन्, केरी छन्, सिर्जना छन्, लसुन यो छन्, सबैहरू यो सबै राम्रो छ। खेतीपाती देख्दाखेरि बहुत राम्रो लागेको छ। त्यही भन्न चाहन्छु। हामी देउरानी जेठानीको भलो हेरेर हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है। मेरो देउरानी कस्तो लाग्छ, मैले तरकारी के के छ मलाई लाइक कमेन्ट गरिदिनु। छिटो हुँदैन भिडियो बनाउनु। हामी त हेर्नुहोस् हजुर, गाउँले परि हो, खेती किसानी, भैँसी पाल्ने, धेरै बाख्रा भैँसी पाल्छौँ। घाँस काट्ने आइडिया हाम्रो यस्तै हो। हजुरले कसरी काट्नुहुन्छ अब हेर्न सक्नुहुन्छ है। मन परेको ब्लगर मान्छे ब्लगरको काम। यस्तै काम पनि गर्नुपर्छ क्या कहिले कहिले। किसानीमा काम गर्दा धेरै रमाइलो लागिराखेको छ आफ्नै। ओहो, हाम्रो खेती हेर्नु त कस्तो छ। हाम्रो खेती हजुरहरूलाई मनपर्छ। आहा, हाम्रो खेती छ हेर्नु। अनि यिनी घाँसका बुट्टाहरू छन्। कुचो हेर्नु त। ओ, हाम्रो बारीमा कुचो कति छ। हजुरहरूलाई चाहिए पर सम्पर्क गर्नु होला है। यो घाँस हो, भैँसीलाई पनि पर्सि घाँस खान्छन्। यो हाम्रो तोरीबारी हो। यो कुचो हो। यो बर्डर भन्दै गरेर काठको सुन्दरी पनि काटिन्छन्। हाम्रा देउरानीहरू त अल्छी छन् के, यस्तो पनि बर्डरको घाँस नकाटेर दालचिनीको बुट्टा हो हेर्नु। यहाँ दालचिनीको बुट्टा छ, अनि यहाँ आँप छ, अनि त्यहाँ फेरि त्यो डुम्रे हो। ऊ आँप फुलेर हाम्रो कस्तो छ हेर्नुहोस्। यहाँ घाँस काट्छु है, हेर्नुहोस् है हजुरहरूले। घाँस नकाटी खाना किन्दैन तर देउरानीले खाना आइकी सहरबाट भन्छन्। हेर्नु है हाम्रो तोरीबारी सबैले कस्तो छ। हजुरहरूलाई मन परेको यो सबै देखिने जति तोरी हाम्रो हो नि। फेरि हेर्नु त, हाम्रै हजुरहरूलाई आँप फुलेको तोरी कुचो छ। अनि म यताबाट घर जान्छु, बारी देखाउँदै है। धनियाँ फलेर कस्तो छ यी। यता केराउ फलेछ, यस्तो छ घाँस। केराउ के खानुहुन्छ, जे पनि छ। केराउ घर जानलाई यो छ। फेरि रोटी छपने रोटी पकाउने हो। तपाईँहरू पनि खाने भए आउनु होला। सेल रोटी पनि पकाउने हो। लगाए ए घर आएको टमाटर टिपेर लैजान पर्यो बुटोल। बुटोलमा केही छैन भाइ, तरकारी सबै किनेर खान पर्छ। त्यही भएर यो लिएर जानु पर्यो भनेर
हो बा यिनी देखाउने त कस्ती छिन् बा जम्मै टमाटरको बुटै रित्ताएर लगिदिने नि कस्ती